सो आज त होइन माथि राख्ने त किन छ कि भाइ हेलो भाइ हेलो सल्टी सोपट्टि सोर म ठिक खच्चड त्यहाँ किन भनेको उता भनेको नाडोहरू जिराउनु आफ्नो आयो हजार मैले के नि गरेको होइन खिचेको होइन 2,000 years later. नेक्स्ट डे अनि जगसक अनि बतासक अनि कपडा सपडा बोकेर सनसन बोकेर दोकान जानु लाग्छ राम्रो दोकान जाने क्या औडो भेट्ने साबुन छैन नि त्यहाँ त्यो दोकान गएर पनि फेरि सबैले झर्ने त्यसो मकैबारी सानो सानो बाटो छ सबमा अहिले टाइम भएको छ 3 बजे 15-20 मिनटसम्म गयो होला अनि घरमा पानी आएन बिहान 6 बजे उठेर 5 बजे उठेर 6 बजे 5 बजे कामसँग गरेर फेरि पानीको लागि गाउँपालिका भन्न गएको छ उयो पानी पठाएन नि जल्दी फेरि पानी पठाएर पानी पठाएको थियो नि त त्यो कुरो धमिलो कस्तो भयो नि तपट्टि अनि बिहान गएर अनि फेरि बिहान गएर अनि आएर अनि गएर अमृतसम्म 7 दिन होला त्यसलाई चाहिँ सबैको शीतल भयो त्यति घाम लाग्छ घाम पनि ओहो घाम त खबै नसक्नु छ घाम त यो पानी यो बाटो कहिले भन्ला र राम्रो सिपिस बाटोमा सरर तत्तला घाममा कालतै भएर हिँडिजाने बाटो पिज्जा सर अस्ति घाम त पोल्छ एकदम अहिले यो बाटो यहाँ छ नि यहाँ पिजबाट जानुपर्छ त मेन रोड जानुपर्छ यो त भित्री बाटो हो नि त अब बाहिरबाट निस्केपछि त तात्तिन्छ त राम्रो त तात्तिन्छ बादल छ पुरै बादल चाहिँ यो र यो जोडेको बिचमा यो चाहिँ अरे अर्थरी गेट हो क्या छ बिचमा पानी पर्छ बिचमा जानुहुन्छ बिचमा जानुपर्छ के गर्ने हाम्रो जान अहिले अहिले गाडी भ्याइन्छ बिहानमा मेरो अडियन्स छ तर अहिले तपाईँहरू आज काटेर अन्त होइन अब दुई तिनवटा गरेर छ सानो मात्रै अब त्यसलाई भोलितिर चाहिँ बेलुका काम छ भोलितिर पाइन्छ यो चाहिँ यो चाहिँ हो तर यो क्यामेरा क्वालिटी एकदम बकवास रहेको भएर चाहिँ यस्तो देखिएको छ पानीले तपाईँले क्या रिस उठ्छ बाल्टी राखेँ A few moments later. कपुल लागेको छ यो को पुग्यो फर्स्ट नि हो बिचको पुग्यो त्यहाँ नउठाउ त्यो बगान नउठाउ किन बोक्ने
ओके सर खाना बोकिने कति हात दुख्दो रहेछ है अहिले हात दुख्छ यहाँबाट वहाँ पुग्दाखेरि मेरो हात त हात दुख्छ हेर मैले राख्नु त्यसमा चाहिँ भएर हेर पुरै जस्तो निस्किन्छ कि नसा